हेलो नमस्ते साथीहरु। सो आज चाहिँ हामी खोकनाको राइडको लागि हिँडेछौँ हैन। मलाई पनि बाटो थाहा छैन गाइजहरु, माथि गएपछि हेर्नुपर्छ। एक्सपल्स प्रोको हेर्दा मैले पनि लिन सोचेँ त हैन, तर हाइटले र अलिकति बजेटले भइरहेछ। सो आई थिंक आई विल गो फर 210 मेबी नेपालमा आसी। अरे यार क्या कर रहा है? कहाँ बीच बाटोबाट रोड काट्दिरहेको त्यत्रो ठुलो ट्रकले। Oh yeah. अरे दाजु के गरे त्यो? रोड क्रस गर्दाखेरि मोबाइल चलाउँछन् कसैले? व्हाट द हेल? के हो? ठोक्दैन के हो? जुगाउने हो बाजे? फेरि अर्को दाजु। I was just enjoying the beauty of the sky, you know. The sky कति राम्रो देखिरहेको। दशैंको sky. Oh shit! Look at that. अगाडि हेर्नु ट्याक्सी र त्यो डिभाइड। अरे let's compare these two, like कुन चाहिँ राम्रो देखिन्छ क्या? दुईटै चाइनिज ब्रान्ड हो हैन। I will definitely go for the taxi one, हैन। लेफ्ट साइड को ट्याक्सी हो वाइट वाला हैन। कस्तो स्लिक छ के, दामी डिजाइन छ के। Look at that sky and the environment. अरे दिजु कहाँबाट आउनुभयो? अगाडि त गाडी थियो त। ल What? The blind spot रहेछ, अलिकति केयरफुल भएर बस्नु ल। यो हाम्रो क्रस फायर दाजु कुदाइदियो। क्रस फायर हुन्थ्यो। अच्छा नै। What was that? Let me know guys. सर्भिस लिनु भएको त कामै लाग्दैन नि। अरे के गरे यो? ल कहाँबाट आयो यो? ल माइक्रो व्हाट वाज दैट? साइड लाइट निभाउन हो बुलेट वाला बात। अरे मान्छे डर पनि लाग्दैन के हो मान्छेलाई? अरे यत्रो ठुलो बाटोमा बिच बाटोबाट काटिरहेको छ क्या। धुममा चाले अलिकति मैले कुदाइदिउँ, तर यतातिर कतातिर स्पिड चेकिङ हुन्छ जस्तो लाग्यो। अहिले चाहिँ दसैँको माहौल छ हैन, सो ट्राफिक लाइट्सहरु पनि केही चल्ला छैन, ट्राफिक्सहरु पनि त्यत्रो धेरै छैन।
यो बाटो अरे 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 दाजु गइदिउँ क्या त्यहाँ खाली छ गइदिउँ होला that Land Cruiser देख रहे हैं Land Cruiser Land Cruiser सही छ नि when will I get to buy it around 5 दाजु स्पिड चेक होला है अगाडितिर गदातिर स्पिड चेकिङ छ जस्तो लागिरहेछ मलाई just wondering त्यो R15 वालालाई चाहिँ स्पिड चेकिङले समाएन क्या क्यामेरा थियो कि जस्तो लाग्यो पछाडि मैले भिडियोमा राख्नु दिएँ तर क्यामेरा थियो कि छिराइदिउँ कि के गर्नु हौ त्यो स्कुटरवालाले त छिराएर गयो रिस्कमा लु बिस्तारै गरेर छिराइदिउँ छिर्छ अरे यो स्कर्पियो भने किन बालिरहेको छ हजार्ड लाइट वाइ बिग्रेछ कि यसको गाडी यस पछाडि चाहिँ मलाई बाटो थाहा छैन यताबाट राइट जाने जस्तो लाग्यो यताबाट जस्तो लाग्यो यहाँबाट भित्र जस्तो लाग्यो बाटोमा ट्राफिक त कहीँ छैन क्या अब दसैँ लागेको छ ट्राफिक पुरै यो चाहिँ दसैँको 2 दिन अगाडि दसैँको 2 दिन अगाडि टिकाको 2 दिन अगाडि भन्नुपर्छ त्यो चाहिँ रेड लाइट उता ट्राफिक छ नाप्ने हेर्छ फोकमा हेर्छ यहाँबाट हुँदैन यताबाट ट्रेन जाने जस्तो लाग्यो यताबाट त होइन यताबाट चाहिँ यहाँबाट तल जान्छ बाटो सूर्य विनायक भनेर ललितपुरको बाटोहरू चाहिँ एकदम राम्रो छ क्या सब क्लिन होइन ठुलो पनि छ राम्रो छ ललितपुरको बाटो चाहिँ स्पेसली साइड लाइट बालिरहनु भएको छ दाजु गइरहनु भएको छ लेफ्टतिर व्हाट इज दिस अरे ब्रेक लाइट जस्तो लागिरहेको थियो यार मलाई त्यो उता जान लागिरहेको रहेछ क्या वाट बाइक चाहिँ अलिक पुरानो भइसक्यो सो उकालो चाहिँ तान्न अलिकति गाह्रो छ कुदायो त्यसले
उडा भन्दैन क्या बाइकले उकालोमा चाहिँ अलिकति अप्ठ्यारै छ बाइकले ठिकै छ डेस्टिनेसनसम्म पुऱ्याउँछ सल्युट टु द्याट पछाडि बसेको पिलियनले पछाडि बसेपछि अलिकति त्यसरी नै काम गर्नु नि होइन कहिलेकाहीँ बाटो बाटो हेर्नु न बाटो चिल्लै छ क्या चिल्लै लियो पनि कुदायो दामले कुदायो Look at that beautiful view, bro, beautiful view. Team अगाडि आइसक्यो अरे घरै गर्दा पनि भ्यू हेर्नु न दामी छ नि You get to see all this in the park. धेरै टाढा पनि गएको छैन क्या हामी ललितपुरमै छौँ मलाई किनकिन यो बाटो हामी धेरै टाढा पुगिसक्यो जस्तो लागिरहेको छ यसलाई भेटाउन सक्दैन फेरि भेटाएछ भन्नुपर्छ श्रीकाली अन्त श्रीकाली स्पेलिङ श्रीकाली रिजोर्ट 6 मिनट अवे थे कहाँ छौ हामी यहाँ हम वी आर हियर A few moments later. भन्दै थिएँ नि मैले टाढा आइसक्यो गऱ्यो होइन ठिकै छ भ्यू के यो एङ्गलबाट भ्यू चाहिँ बबाल आइरहेको थियो क्या कहाँबाट राइट लिन्छ कि भनेर लिएन कचकची गइरहेको त्यस्तो बेला चाहिँ पछाडि हेरेर मात्र बाटो काट्नु बाटो ढङ्गले लेन चेन्ज गरेर त्यो रोकिरहेको थियो नि त यहाँ अरे ओभरटेक गरेको ठ्याक्कै अरे यार भाइ साइड लाइट देन नगर गाउँ पो छ म्युनिसिपालिटी नै पोर्ट छ त भन्दै थिएँ भन्दै थिएँ मैले म्यापलाई पनि हेर्न आउँदैन हौ राम्रोसँग त्यसलाई
भ्यू पनि हेर्दै जाउँ कालोबाग पनि राम्रो छ अरे दाजु अरे किन रोइरहेछ तिमीहरू त गयो गाडी अड्किरहेको रहेछ नाइस नाइस है नाइस ग्याप मेन्टेन गरेर पछाडि आउनु सक्छ त्यो गाडी होइन ग्याप चाहिँ मेन्टेन गरेर आएको छ ठिक हो यहाँबाट चाहिँ अफ रोड सुरु भएछ ओह्रालो सकिने बित्तिकै त्यो भाइले मलाई हात दिइरहेको रहेछ क्या आई थिङ्क फर लिफ्ट मेबी तर मेरो दिमाग कहाँ त्यो गोल्ड फिस भएर बस्छ त्यही भाइहरू त त्यो अगाडिको त्यो लिफ्ट माग्नु भयो होइन त सरी यार त्यो भाइलाई सरी भन्नुभयो त होइन वाइल्ड डुलो रहेछ हातबाट चाहिँ तर